ब फुल्क्युसी थोङ्सा भ्यास्तीको फाँचीमा ब भए ब हटाएर उ थपी अयो जोडिन्छ। उ र अयो चाहिँ मर्ज भएर वयो उच्चारण हुन्छ। आन्याङ हाँसियो। तपाईँको मित्र हेमक राई बोलिरहेको छु। यस भिडियो मन परे लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला। जस्तै छुप्ता छु वयो, मेप्ता मे वयो, यो चाहिँ सबै इन्फर्मल केसको हो। फर्मल केसमा चाहिँ यथावत नियम नै लागू हुन्छ। जस्तै छुप सुम्निदा, मेप सुम्निदा। यसबाट हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरिमा बनिदा सुम्निदा आयो भने फर्मल ल्याङ्ग्वेज भनेर बुझ्नुपर्छ। अयो आयो ययो हेयो आयो भने चाहिँ इन्फर्मल ल्याङ्ग्वेज भनेर बुझ्नुपर्छ। तर छाप्ता छोप्ता र इप्तामा ब हटाउनु पर्दैन। छाबायो छोबायो र इबयो नै हुन्छ। त्यस्तै खोप्ता र थोप्तामा चाहिँ ओ जोडिन्छ र खोबायो र थोवायो हुन्छ। अरू सबैमा उ प्लस अयो जोडिन्छ भनेर अघि नै भनिसकेँ। धन्यवाद।